रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको निम्ति मैले उम्मेदवारी दिइसके। अस्ति माघको 6 गते धुन्चेमा गएर उम्मेदवारी दिनुपर्ने दियो अनि त्यहाँ जाँचबुझ गर्नेदेखि ल्याएर सबै अफिसियल कामहरू जति पनि थियो त्यो त सबै सकेर हिजो अन्तिम नामावली निस्केको छ। त्यो भएको कारणले गर्दाखेरि मेरो नाम पनि समावेश भएर रसुवा जिल्लामा 12 जना उम्मेदवारहरू मध्येमा मेरो पनि नाम छ। मेरो चाहिँ पार्टी भन्नुहुन्छ भने मंगोल नेशनल अर्गनाइजेसन हो। चुनाव चिन्ह के हो भन्नुहुन्छ भने चुनाव चिन्ह कुखुराको भाले। फेरि भाले कस्तो खाली फेरि चुनाव चिन्ह भनेर नआत्तिनु ल। जस्तै हाम्रो कुल पूजामा हरेक कुरामा संस्कार संस्कृतिमा पनि चाहिने भाले। सुत्केरीलाई खुवाउँदा ताकतिलो पनि भाले। तर फेरि त्यो ताकतिलो खाने भाले चाहिँ खोरको हो। यो भाले चाहिँ कस्तो खाले भाले हो भन्दा हाम्रो समाज सुतेको छ। राजनीति गर्दा के हुन्छ हैन, नेताले गर्ने काम के हो पनि थाहा छैन, राजनीति भनेको पनि के थाहा छैन, देश कसरी बर्बाद भयो भने पनि थाहा छैन। हाम्रो समाज समुदायहरू सुतिरहेछ छ कि छैन? छ। हो सुतिरहेको समाजलाई, सुतिरहेको मान्छेहरूलाई चाहिँ भाले बासेर जसरी बिउजाउँछ त्यसरी नै चाहिँ देशैभरि भाले बासेको छ। अब हामी उठ्नु पर्ने छ। विशेष गरी रसुवाली तपाईहरु सबै दाजुभाइ दिदीबहिनी दाजुभाइहरूलाई म के भन्छु भन्दा रसुवा जिल्लामा यसपालि हामी 64 मा उठ्यौं, 70 मा उठ्यौं, 74 मा उठ्यौं, हामी 79 मा उठ्दाखेरि हामी तेस्रो दल भएर चाहिँ अगाडि बढेका छौं। त्यो भएको कारणले गर्दा यसपालि रसुवालीले युवा खोजेको हो कि हैन? हो, म युवा पनि हो। जेन्जी खोजेको हो कि हैन? म आफै जेन्जी पनि हो। हैन, नयाँ दल खोजेको मेरो नयाँ दल हो कि हैन? नयाँ दल पनि हो। हो सबै कुराहरुले म परिपक्व भएको कारणले मैले 1 महिना अगाडि राजीनामा दिएको थिएँ। 1 महिना अगाडि राजीनामा दिएर म यो राजनीतिक मैदानमा होमेको छु। रसुवा जिल्लामा 8 वर्षदेखि निरन्तर